के भन सुजिन के चलाइरहेको अब यो उम्लेर जान्छ नि त चलाउनु परेन हैन त्यहाँ दुधलाई यस्तो रहेछ नि त यहाँ अब हामी कहाँ जाने अब सिसिली ओके छ त ल जाउँ मलाई ढोका बन्द गर्नुपर्छ जाऊँ ल हामी अब एउटा कोस्टबाट अर्को कोस्टमा जाँदैछ नि त आज मालदाको के अरे पुरा लाइन लारी नै के गुड स्टुडेन्ट छ क्या स्कुलबाट छुटेको हामी आज एक ठाउँ जान्छौँ त्यो चाहिँ राजले हुन्छ हामी गएपछि भ्यू देखाउँछौँ है हामीसँग रहनु होला हेरिदिनु होला विश्वको भिडियोजहरू लाइक एन्ड सेयर गर्नु गाडी कहाँ छ हिँड्नुपर्छ एकछिन मुस्लिम पाराको घरहरू छ आई फिल लाइक आई एम समवेयर in Afghanistan, but it's not Afghanistan, it's Malta. त्यो मुभीहरुमा वार मुभीहरुमा अफगानिस्तानको घर जसै लागिरहेको है मलाई चाहिँ यो बोल्टको त गाडीमा नि बोल्टै लेख्दो रहेछ नि त ल हाम्रो माइक्रो आइपुग्यो सिसिली बाइ कार के थाहा त यो भन्दा राम्रो माल्तामा गाडी पाएन नि त हामीले सबजना अट्नु जमल सुन्दरा रत्नबाग 15 रुपियाँ जमल सुन्दरा रत्नबाग 15 रुपियाँ भित्र अलिक कोचेर बस्नुपर्छ है तर फेरि ल स्टोरी नै हाल्नु क्या है
कहाँ जान्ला रे कहाँ जान्ला सुजना मन थाहा छैन म भन्छु घुम्न बाई मिस्टेकली हामी चाहिँ प्राइभेट प्रपर्टीमा छिरे अब गाडी फर्काउनु पर्यो माइक्रो फर्काउनु पर्यो अब हाम्रो ठ्याक्कै अफगानिस्तानको जस्तै होला न्यारो रोड त्यतिरको जस्तो घर मान्छेहरू हिँड्दा कहाँ जान लाग्छ पनि खेतीपाती गर्दो रहेछ यहाँ टन्नै उयो के हो यो कता कता देखा जस्तो लाग्थ्यो काटेर खाने यस्तै के हो जस्तो लागेको थियो यो के काटेर खाने यस्तै के थियो हिमाललाई थाहा हुन्छ यस्तो हिमाल यो के खान्छ होइन त्यो खाँदैन सिउडी हो 4-10 पुरै काँडा बिज्यो नि त मलाई त अब कसरी काँडा निकाल्ने नाउ वी आर इन गोल्डन बे यो ठाउँमा चाहिँ म 3-4 वर्ष कति 2021 मा आएको थिएँ अनि हियर अगेन इन 2025 इट्स अ गोल्डन बे यता माथितिर त गएन म यहाँ आएर अनि यहाँ एकजना नेपाल दाइ काम गर्नुहुन्थ्यो त्यो भिडियो पनि युट्युबमा छ अनि हो दिस इज द सेम प्लेस आफ्टर 22-23 so 3 years यहाँनिर चाहिँ हामीले कफी अनि अरेन्ज जुस खाएको थियो अनि यहाँनिर फोटो खिचेको थियो यहाँ नेपाल दाइहरू काम गर्थ्यो सो या दिस इज द गोल्डन बे चस्मा लाग न अब कल्ला हेर डाइरेक्ट कराउन पनि मिलेन किन हिँडेको त्यस्तो नि यसलाई भोगेको भन्छ नि यो जस्तै नि छ Cheers. हाम्रो आजको ट्रिपको क्याप्टेन चाहिँ यता बसिरहेछ क्याप्टेन क्याप्टेनसँग अहिले भर्खरै हामी सिज फायर गरेको खै फेरि पिस एग्रिमेन्ट के भयो खै सबसे सिधा बच्चा चाहिँ म नै हो नन एल्कोहलिक खाने यिनीहरू सबै बिग्रेको बच्चाहरू
कस्तो लागिरह रमाइलो लागिरहेछ हो Oh my god. How are your feelings? मैले पप्पा भिलेज आए जस्तो फिल भइरहेछ Okay. Sandip, wow. थ्याङ्क यू कस्तो लागिरह गुड गुड कस्तो लागिरह एकदम बवाल पपाईको भिलेजमा स्पिनेच खानु ए 1980 मा एउटा मुभी सुट गर्नको लागि एन्टायर भिलेज बनाइरहेछ क्या त्यो रहेछ खासमा खतरा भन है 1980 मा पनि अहिले सारा अली खानबाट अर्कै अली खानमा गइसकेको छ पहिला हामीले गीत सारा अली खान भनेर So we are going to Popeye village. Let's see. Welcome to Popeye village. Popeye. Welcome to Popeye. के मार्केट छ साउनी साउनी म होइन म त कसले हुनुहुन्छ साउनीहरु सन्दीप दाइ हो ब्रेड लिनुहुन्छ ब्रेड आजको फ्रेस हो कति रुपियाँ हो यसको चाहिँ 15 युरो अनि अरु त्यसको माथिको बगेटको बगेट पर्छ हेर्नु न कस्तो फ्रेसली आउने कस्टमर हो तपाईले हामीले नयाँ भन्ठान्नु भयो होला बरु तपाईले चस्मा लाइभ भन्दैमा यस्तो गर्ने मैले त ठगेको छैन नि त मैले त सोधेको हो प्राइस तर वेट Welcome everybody to the sweet heaven. This is the time of time. I'm just winning all together. Right? We go up, up, down, up, down to left. We go up, up, down, yes sir. And now very easy to the right. 1, 2, 3, left. Up, up, down, down, up, up, down. We turn. Salute.